सबैजनालाई तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो एउटा नयाँ मिनी ब्लगमा होइन। म चाहिँ हुँ चिन्ना अनि यो चाहिँ हो नोटी मेरी बहिनी होइन। अनि अहिले चाहिँ हामी आएको छौँ पार्कमा भिडियो बनाउन होइन। तपाईँहरू हेर्न सक्नुहुन्छ यो पार्कको एक्सर्साइज गर्ने चिजहरू हो। अनि यो तपाईँहरू होइन तपाईँहरू हेर्न सक्नुहुन्छ मैले चाहिँ क्या राम्रो फुल हालिदिएको छ होइन। यसलाई चाहिँ भन्छ घन्टी फुल होइन। अनि वाइट सुट अनि यो वाइट फुल कस्तो देखेको छ भन्नु होला है। अनि यसले चाहिँ ग्रिनवाला फुल पाएन अघि नै, त्यही पनि हामीले त्यो वाइटवाला चाहिँ यसले र मैले दुईटैले मिलेर हालेर फोटो भिडियो चाहिँ बनाइसकेको छौँ। अब अहिले चाहिँ हजुरहरूलाई खेलेर देखाउँछौँ हामी। यो अघिदेखि चाहिँ होइन पार्क चाहिँ खुला थिएन, ठ्याक्क 4 बजे खुल्छ नि त। अनि 4 बजे खुल्यो। अहिले चाहिँ हामी पार्कभित्र आयौँ। अघिदेखि चाहिँ हामी यसै गाउँको गल्ली गल्ली गएर भिडियो बनाएर थियौँ। यता तपाईँहरू हेर्न सक्नुहुन्छ यो चाहिँ होइन कस्तो खेलिरहेको छ, एक्सर्साइज गरिरहेको छ होइन। हामी यसको आफ्नो खुट्टा चाङ फाज गर्दैछौँ होइन। यो चाहिँ हल्का एक्सर्साइज गरेको। यसलाई चाहिँ यसरी खेल्छन् होइन। यहाँ तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ होइन। यसरी खेल्छ, यसले गोल गोल राउन्ड राउन्ड घुमाउँछन् होइन। ब्यालेन्स मिलाउनु पर्छ कि यसमा। तपाईँहरू हेर्न सक्नुहुन्छ। यो गार्डनको वाचम्यानले देख्यो भने के भन्ने मलाई थाहा छैन। मलाई के मतलब यति राम्रो फुल पाइसक्यो थाहा छोड्छ। सो गाइज हामीलाई कस्तो देखेको छ भन्नु होला। राम्रो देखियो होला। सो गाइज होइन अहिले चाहिँ हामी भिडियो सिडियो बनाएर चाहिँ घर गइरहेछौँ होइन, म र मेरो बहिनी। अब हेरौँ अगाडि हामी केही खान्छौँ या खाँदैनौँ होइन। अहिले चाहिँ हामी खान गएको थियौँ होइन। तर त्यो मान्छे त्यो पसलवाला मान्छे 5 मिनट भनेर 1 घन्टा भएर अहिलेसम्म आएन। सो त्यही भएर अहिले हामी चाहिँ आयौँ फर्केर त्यहाँबाट। बरु अर्को ठाउँ जान्छु, त्यहाँ खाने हाम्रो टाइम वेस्ट हुन लाग्छ। अहिले चाहिँ हामीले चाहिँ अरू केही चिज खाने मन लागेन। अब त्यसै खाएन म अरू चिज चाहिँ हामी कोल्ड खाएको होइन, कोका कोला चाह्यो भने हामी दुईवटा पनि लिन सक्छौँ होइन। तर अब एउटै नै काम चलाउनु पर्छ। मतलब कि अब दुईवटा लिन सक्थेँ तर अब खाना वेस्ट हुन्छ नि त। हिजो पनि हामीले यति धेरै खाएको, अब धेरै खाएको यहाँ घाँटीमा जाम हुन्छ नि त। मतलब कि दुख्छ घाँटी, त्यही भएर चाहिँ आज हामीले एउटै किनेर अब यसलाई चाहिँ हामी बाँडेर खान्छौँ। सो गाइस भिडियो मन परेमा लाइक कमेन्ट एन्ड फलो गर्न नबिर्सनु होला। बाई 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 बाई।